हेलो वेलकम टु माई न्यू ब्लग। के छ सबैजनालाई सन्चै हुनुहुन्छ होला, म पनि ठिकै छु। आज चाहिँ मेरो एउटा फोटोसुट छ जुन चाहिँ NYEF भन्ने एउटा संस्था छ विराटनगरमा। त्यो विराटनगरको NYEFले चाहिँ एउटा प्रोग्राम गर्दैछ जसमा चाहिँ ट्याक्सको बारेमा, फाइनेन्सको बारेमा, फाइनेन्सियल कुराहरूको बारेमा चाहिँ के छ, नयाँ सरकारले के नीति निकालेको छ भन्ने कुराहरूमा चाहिँ सानो प्रोग्राम भइरहेछ। त्यसको चाहिँ म एज अ अफिसियल फोटोग्राफरमा जाँदैछु, फोटोसुटो खिच्छु होइन, अनि एडिट गरेर दिन्छु। सबै कुरा रेडी भइसकेको छ। अब मलाई कल आएको थियो, अब कल आइसक्यो। अब म रेडी भएर जान्छु। हामी चाहिँ फोटो मात्रै खिच्ने हो, त्यस कारणले गर्दाखेरि चाहिँ म अलिअलि क्लिप चाहिँ मोबाइलले खिचेर बनाउँछु होइन। आजको सुटमा मैले प्रयोग गर्ने भनेको चाहिँ एउटा यही क्यामेरा हो, अनि एउटा यो लेन्स मतलब यो लाइट होइन। अब त्यहाँ अब सेटअपहरू गरेर खिच्न अलिकति मिल्दैन होइन, अलिकति सानो ठाउँ छ, अनि अब त्यो स्ट्यान्ड सिस्टम राखेर खिच्न गाह्रो हुन्छ। त्यस कारणले स्पिड लाइट एउटा लिने, यो एउटा यो होइन। अब चाहिएको छ भने पोर्ट्रेटहरू खिच्नु पऱ्यो भने चाहिँ यसले खिचिहाल्छु। यही त यति मात्र छ। अब यही लिएर जाने हो, अनि त्यसपछि फोटोसुट खिच्ने हो। म यहाँ छु, अब यहाँ मेरो फोटोसुट छ भन्ने कुरा छ। आजको प्रोग्राम चाहिँ सक्यो होइन, यति नै हो आजको प्रोग्राम चाहिँ। अब यो फोटोहरू चाहिँ आज भरेसम्म दिनुपर्छ। लगभग 2 घन्टाको सेसन सक्यो। नेक्स्ट टाइम अब अर्को भिडियो फेरि भेट्नुपर्छ है त। हेलो, प्रोग्राम चाहिँ ठिकै भयो होइन। अनि अब त्यस्तो धेरै केही कुराहरू पनि गर्नु पऱ्यो, जस्ट नर्मल एउटा फोटोसुट खिच्नु पऱ्यो। अनि सिक्न चाहिँ धेरै कुरा सिकिएको छ होइन। अब यो हाम्रो नेपालको फाइनेन्सियल कन्डिसन के छ, कस्तो छ, अब नयाँ ट्याक्सहरूमा कुराहरू के छ, नयाँ ट्याक्सहरू पनि आएको छ, यो सम्पूर्ण कुराहरू बताएको छ होइन, बताएको छ। अब हुन त अब नर्मली मान्छेले त धेरै कुराहरू बुझ्न गाह्रो हुन्छ, तर पनि अब एकाउन्टेन्ट जस्तो मान्छेहरू, जुन अलिकति एकाउन्टसँग सम्बन्धित जुन मान्छेहरूलाई चाहिँ अलिक धेरै ज्ञान भयो। मलाई चाहिँ अब एक दुईवटा कुराहरू चाहिँ हाम्रो लागि पनि, अब इन्डिभिजुअल जसले काम गरिरहेको छ त्यसको लागि पनि नयाँ करहरू आएको रहेछ, या अब नयाँ छुटहरू आएको रहेछ, सम्पूर्ण कुराहरू त्यसमा भनेको छ। जे होस्, आजको दिन चाहिँ एकदम राम्रो र एकदम एक्सपिरियन्सको लागि चाहिँ एक्सपिरियन्स गेन भएको छ होइन। जस्तै अब फाइनेन्सियलसँग सम्बन्धित कुराहरूको बारेमा चाहिँ धेरै कुराहरू ज्ञान भएको छ। फर्दर अगाडि कुराहरू पनि अब नयाँ प्रोग्राममा पनि बोलाउने भन्ने कुरा भएको छ। हेर्दै जाउँ। आजको लागि यति नै, बाई बाई।